सेवार एभ्रिवान आज हामी याक्थुङहरूको कुसङ एलेताङबे यानि कि नयाँ साल 5086 को सम्पूर्णमा लुङमैदिङ नोइ छु शुभकामना व्यक्त गर्न चाहन्छु। आज माघे सङ्क्रान्ति, यसै गरी सबेरै उठेर आज मकर स्नान गरेर कन्दमूल प्रजातिका वनमा रहेका वनतरुल, गिठा ब्याकुर, यसै गरी नेवारीमा चाकु, तरुल, सेलरोटी खाएर मनाउने चलन रहिआएको छ। र आज थारू मगरहरूको माघी पर्वको रूपमा पनि आज मनाइन्छ र तपाईहरुलाई पुनः पनि याक्थुङ कुसङ एलेताङबे 5086 को सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी माघे सङ्क्रान्तिको पनि यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आज चाहिँ हामी यो माघे सङ्क्रान्तिमा चाहिँ हामी के गर्दैछौँ त आज म तपाईहरुलाई यो यहाँ देखाउने छु। सो आज हामी चाहिँ यहाँनिर फन्की रोटी चाहिँ यहाँ तयार गर्दैछौँ। सो आजको हाम्रो माघे सङ्क्रान्ति यस्तो हुनेछ है त। र यहाँनिर चाहिँ बुवा यहाँ रोटी पकाउँदै हुनुहुन्छ, यहाँ फन्की रोटी तयारी हुँदैछ। यहाँ चाहिँ एकदमै स्वादिष्ट र स्वास्थ्यवर्धक हाम्रो फन्की रोटी यहाँ तयारी हुँदैछ। आज मकर सङ्क्रान्ति, माघे सङ्क्रान्तिको दिन चाहिँ कन्दमूल प्रजातिका तरुल, यसै गरी घरमा सेलरोटी, यो फन्की रोटी पकाएर चाहिँ सब परिवार बसेर खाने चलन चलिआएको छ। र आज सबैले मकर नुहाउँदाखेरि चाहिँ स्वास्थ्यका विभिन्न समस्याहरू हटेर जाने भन्ने किंवदन्ती पनि रहिआएको छ। र यहाँनिर चाहिँ रोटी तयारी हुँदैछ, यो फन्की रोटी यहाँ बुवा पकाउँदै हुनुहुन्छ। तपाईहरु मकर सङ्क्रान्ति कसरी मनाउँदै हुनुहुन्छ कृपया कमेन्टमा मेन्सन गर्नुहोला। र यहाँहरू सम्पूर्णलाई पुनः पनि माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गर्न चाहन्छु। ह्याप्पी माघे सङ्क्रान्ति।